नेपाल विद्युत प्राधिकरणले आफ्नो ग्राहकहरूलाई एनए अफिसियल एप मार्फत विभिन्न सेवाहरू प्रदान गरिरहेको छ। यो एप प्रयोग गर्नुहुने प्रयोगकर्ता सबैले यस एपबाट पाउनुहुने सेवाहरू यस प्रकार रहेको छ। आफ्नो मिटरमा उठेको इनर्जी शुल्क बिल चेकमा क्लिक गर्नुभएमा हेर्न सक्नुहुनेछ। आफ्नो मिटरमा केही समस्या आइपरेमा माई मिटरमा क्लिक गर्नुभएर कम्प्लेन गर्न सक्नुहुनेछ। आफ्नो घर भएको क्षेत्रमा रहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रको फोन नम्बर, जिमेल, डिसिएस अफिस कन्ट्याक्टमा क्लिक गर्नुभएमा फोन नम्बर, जिमेल पाउन सक्नुहुनेछ। इभी चार्जिङ स्टेसनको लोकेसन पनि हेर्न सक्नुहुनेछ। आफ्नो मिटरमा प्रयोग भएको एम्पेयर अनुसार खपत युनिटको इनर्जी शुल्क ट्यारिफमा क्लिक गर्नुभएमा हेर्न सक्नुहुनेछ। हजुरहरूको लोकेसन अनुसार प्राधिकरणले प्रवाह गर्ने सबै सूचनाहरू प्राप्त गर्न सक्नुहुनेछ। जस्तै विभिन्न कारणले बत्ती आउने जाने भइरहने हुँदा के कारणले गएको, कति समयपछि उक्त लोकेसनमा बत्ती आउँछ भन्ने कुरा प्राप्त गर्न सक्नुहुनेछ। सिमलेस पेमेन्टमा क्लिक गर्नुभएमा खल्ती, आइएमई पे, इसेवा मार्फत आफ्नो मिटरमा उठेको बिल तिर्न सक्नुहुनेछ। प्राधिकरणले प्रदान गरेको सेवाहरू लिनु भएर आफ्नो अमूल्य समयलाई बचत गरौँ। हजुरहरूलाई उक्त एप चलाएर देखाउनेछु। यो एप एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले प्ले स्टोरबाट डाउनलोड गर्न सक्नुहुनेछ भने आइफोन प्रयोगकर्ताहरूले एप स्टोरबाट डाउनलोड गर्न सक्नुहुनेछ। क्युआर कोड स्क्यान गरेर पनि डाउनलोड गर्न डाउनलोड गर्नुभएपछि ओपनमा क्लिक गर्नुहोला। त्यसपछि माई मिटरमा क्लिक गर्नुभए साइन अप गर्नुहोला। आफ्नो फोन नम्बर राख्नुहोला। एकछिन वेट गर्नुभएपछि ओटिपी कोड आउनेछ। ओटिपी कोड राखेपछि न्यू पासवर्ड राख्नुहोला। पासवर्ड राख्नुहुँदा आफूलाई याद आउने राख्नुभए पनि हुन्छ, नभए आफ्नै फोन नम्बर राख्नुभए पनि हुन्छ। त्यसपछि साइन इन गर्नुहोला र आफ्नो फोन नम्बर र पासवर्ड राख्नुहोला। माई मिटरमा क्लिक गर्नु भएर एडमिटरमा गएर आफ्नो क्षेत्रअनुसार डिसिएस सिलेक्ट गर्नुहोला। त्यसपछि एससी नम्बर राख्नुहोला। त्यसपछि कस्टमर आइडी नम्बर राखेर कन्टिन्यू गर्नुहोला आउँछ। त्यसपछि एड्रेस भनेर आउँछ।